वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभा निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा।
देऊ न रुमाल कति राम्रो हजुरआमालाई हिँडाउँदै गर्छ आमा उतै एकै साइडबाट गर्नु के उतैतिरबाट गर्नु त फोटो पनि आउँछ गालामा लगाएछु सर गालामा जति भयो थाप्ने हो गणेशले आज हल्दी मेहन्दी छ दाइको छोराको त्यही भएर भाइ साई छ आऊ यता यहाँ आऊ त यहाँ यता श्रीनिका जाऊ सबैजनाले हात अब साई पकाइदेऊ दादालाई यहाँ तल ड्रइङ यहाँ तल यसरी लौ साई फ्लावर त सब छोरी अलि पछाडिबाट ल साइडबाट थोरै यो साइडको बेलामा यस्तै हुन्छ कि फोटो पनि आउँछ है थोरै है भिडियो गर्नुपर्छ साइसाखाइ छोरा रिहान्डी लगाइदिने
तर अलि दिनुको टाइम हुन्थ्यो नि बल्ल हुन्थ्यो है अब जाडोको समय हो आँखा छोडेर अरू हुन्छ है आँखा मात्रै जाऊ यता जाऊ ल यति खाने त जाऊ यता जाऊ यहाँ दादासित हेरे तुला राजा यता नि हेरेर उता जाऊ जति सक्दिहाल्ने तपाईँ कान्छीको सामान लगाइदिनु भएको ल लगाइदेऊ राम्रो भएर हिरो बनाएर लाने हाम्रो भदैलाई म त गर्नु मिलेन गएर के गराउने हल्दीको रङ हल्दीको ए दाइ र भाउजूले लगाइरहेको ल शक्ति आओस् नहुने हल्दी जस्तै रहेको होस् अलि पछाडिबाट गर्नुहोस् सक्छ उनीहरू लागेपछि अहिले जीवन दिदी लाउनु लगाइदिनु आएर हल्दी लगाइदिनु भयो हल्दीको गीत कनेक्ट गरेर हल्दीको गीत लगाइदिएन रबिन फेस प्याकको काम भाउजूले लगाइदिनु होइन क्या
मनतातो ल्याऊ मनतातो एकचोटि उठेर सबै गाउनु सबै चिसो भयो भयो होइन जन्तिर घर बेटी
ओम जयंती मंगलाकाली वरदानी कपालिनी दुर्गा क्षमशीलराजी शासदा नमस्ते सर्वमंगल्य मांगल्ये शिवे सर्वार्थ साधिके शरण्ये त्र्यंबके गौरी। सर यता आउनु सर खै अब सबैले टिका रातो टिका लगाए हुन्छ होला के हो र
सुरुमा कता जानु ठिक छ साइड भयो ल अब माला लगाइदिनु ल लगाइदिनु ताली बजाऊ अर्को फुलको माला दुख कष्ट संसार देखायो माया दियो ममता दियो माया दियो ममता दियो सहेर दुख कष्ट संसार देखायो आमा तिमी देवी हो आमा तिमी देवी हो माया दियो ममता दियो सहेर दुख कष्ट संसार देखायो आंसू पिएर आफू अमृत पिलायो ताते ताते हिँड्न सिकायो आंसू पिएर आफू अमृत पिलायो ताते ताते गर्दै तिमीले हिँड्न सिकायो रुवाएर तिमीलाई हाँस्नु मैले छैन तिमी जस्तो असल साथी संसारमै छैन आमा तिमी देवी हो आमा तिमी देवी हो माया दियो ममता दियो सहेर दुख कष्ट संसार देखायो
बहिनी अगाडि लाइदिनु सान्त्वना दिएर आउनु होला बुहारी लिएर राम्रो भएको काले ढाका टोपी दुबाको मालाले लैमा हुनेछ झलल
भई दुलाइलाई लिएर माया नै माया छ तिम्रो नाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा माया नै माया छ तिम्रो नाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा प्रीति नै प्रीति छ तिम्रो ठाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा सपनाको संसारमा म त भुले नि विरतीको दुनियाँमा आइपुगे नि ए सपनाको संसारमा म त भुले नि विरतीको दुनियाँमा आइपुगे नि होस हराउँछ मन रमाउँछ होस हराउँछ मन रमाउँछ तिमी हाँसिदिए हिमाल झैँ तिमी हाँसिदिए हिमाल झैँ माया नै माया छ तिम्रो नाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा प्रीति नै प्रीति छ तिम्रो ठाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा माया कस्ती जुन जस्तै गाउँ बेसीमा छिट्टै भेट्ने मायालाई मनको तिर्सना ए माया कस्ती जुन जस्तै गाउँ बेसीमा छिट्टै भेट्ने मायालाई मनको तिर्सना म त आए लिन तिमीलाई हो म त आए
तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा प्रीति नै प्रीति छ तिम्रो ठाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा माया नै माया छ तिम्रो नाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा प्रीति नै प्रीति छ तिम्रो ठाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा नाचन लाग्यो रे बैरागी मन अरे भागन लाग्यो रे बैरागी मन आज उनसे मिलना है हमें आज उनसे मिलना है हमें चलो उनके लिए कुछ लेते चले और उनको दुआएं देते चले थोड़ी गुंजिया गुंजिया लेते चले थोड़ी बर्फी बर्फी लेते चले आज उनसे मिलना है हमें आज उनसे मिलना है हमें रानी है सुंदर सयानी है वो खानदानी है जाने दिल क्या क्या खरीदे हम क्या ना खरीदे हम क्या दे निशानी ये है मुश्किल महलों की रानी है सुंदर सयानी है वो खानदानी है जाने दिल क्या क्या खरीदे हम क्या ना खरीदे हम क्या दे निशानी ये है मुश्किल थोड़ी मठरी वठरी लेते चले थोड़ी चकली चिड़ा लेते चले कुछ तीखा भी खा लेते चले और कुछ खट्टा मीठा लेते चले आज उनसे मिलना है हमें आज उनसे मिलना है हमें मिलेंगे तो हम क्या कहेंगे ये सोचा न समझा न जाना है शायद कहे ऐसे उनका हमेशा से सर आंखों पर ही ठिकाना है उनसे मिलेंगे तो हम क्या कहेंगे ये सोचा न समझा न जाना है शायद कहे ऐसे उनका हमेशा से सर आंखों पर ही ठिकाना है थोड़े काजू किशमिश लेते चले सब थोड़ा थोड़ा लेते चले चलो उनके लिए कुछ लेते चले और उनको दुआएं देते चले आज उनसे मिलना है हमें आज उनसे मिलना है हमें नाचन लाग्यो रे बैरागी मन अरे भागन लाग्यो रे बैरागी मन
आउनु के
थोरै टाउको यता ढल्स्यो ल यता सर अलि उताबाट गइसक्यो न सर के भन्छ अब सासु ससुराले के भन्छ भन्नु माघ महिनाको 22 गते शुभ विवाहको लागि तपाईँहरू हामी छोरी घरमा हल्लाउनु न भद्रकाली कपाली दुर्गाक्षण शिवदाति शाश्वतानि नमस्ते सर्वमंगल मंगल्ये शिवे ओम मंगलम भगवान ल बाबु यो साथ यस्तो पहिले तालिम गरेर बसेको हैछ अनजाने अजनबी चले बांधने बंधन हाय रे दिल में है ये उलझन मिलकर क्या बोले क्या बोले क्या बोले रे मिलकर क्या बोले क्या बोले
गर्दा खोइ तिम्रो अगाडि हेर्नु दुला राजा अगाडि दुला राजा देवाना गोरातिर विनोदे वदताम देवाना गोमुपसे वयं भगं मित्रमतिथिं रक्षमश्रीरं हर्यमण ठिकै छ नभए केही फरक पर्दैन गणेशबारी आएको जीवन आयो आयो ल यता हेर्नुको समय गर्ने हो उता सिंहमन्दिर हेर्नु ल अब बिस्तारै ल बिस्तारै फर्काउनु बानी माया गाँथ्यो है नानी यताबाट हो नजिकै नजिकै जानु थियो हो ल जानु थियो ल ल है हरि ओम है नाच्नु है नानु तान्नु को बलियो छ है काठमाडौँको पानी बलियो छ कि बुटोलको पानी तान्नु तान्नु है तपाईँले सघाउनु नानीले थियो कहाँ अरूले सघाउनु मान्छे साडी पनि नलागेको साडी बिहामा भनौँ है 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 ख्याल गर्नु तान्नु तान्नु यसरी एउटाले जित्नु नानी एउटा जित्नु एकअर्कालाई हेरेर तान्नु न एकअर्कालाई हेरेर तान्नु त हेरेर तान्नु हेर्नु हटाउनु त तान्नु है अब त खाना खान्छ सके होइन तपाईँ भयो अब त खाना खान्छ त ज्यादैमा भनि यही हो समय सियो राजी कता हेर्नु यता हेर्नु तपाईँ पुरानो प्यारीलाई यस्तो राम्रो पाउँदा नि कहाँ आउनु कति राम्रो ल ताली ताली हजुर दाजु हजुरले के भन्नु दिँदैन के भन्नु थाहा पास राम्रो जिन्दगीको लामो यात्रा सँगै काटौँ दुःखसँग सुखभरि खुसी सारा सँगै सटौँ जिन्दगीको लामो यात्रा सँगै काटौँ
अधरको मुस्कानले चल्छ मेरो यो जिन्दगानी तिम्रो अधरको मुस्कानले खुल्छ मेरो हरेक बिहानी तिम्रो अधरको मुस्कानले चल्छ मेरो यो जिन्दगानी सँगै सँगै धड्कन चलोस् सँगै सँगै कदम बढोस् सँगै सँगै हर कुरा सँगै सँगै पुरा बनोस् मैले राखे यो चाहना तिमी सँगै मैले राखे यो चाहना तिमी सँगै विश्वास मनको तिमी हौ मैले जीवन जिउने आधार तिमी नै हो मेरो जिन्दगी तिमी बिना मेरो गुजारा हो विश्वास मनको तिमी हौ मैले जीवन जिउने आधार तिमी नै हो मेरो जिन्दगी तिमी बिना मेरो गुजारा पहाड जस्तै अटल छ मैले दिने तिमीलाई माया सागर जस्तै गहिरो छ मैले दिने तिमीलाई माया मैले राखे यो चाहना तिमी सँगै मैले राखे यो चाहना तिमी सँगै जीवनको बाटो यो हिँडेको अब सजाएर सपनाको एउटा संसार अनगिन्ती यादहरूलाई साथै राखेर हाँसोले खुसीले घर सजाएर सुख दुःख दुःख सुख सबै बाटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दिनहरू दुःखका नआउला भन्दिन तर कटाउने छु सबै सँगै हाँसेर बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो तिम्रो छहारी तिम्रै अङ्गालोमै बास पाए यहाँ वहाँ बहुतारी बरफी पलु झै जोडी बन्यो सानो चौतारी नदीलाई किनारा सरी तिमी मेरो म तिम्रो लागि पछि दिन सधैँ आउँछ जसरी पछ्याउने छु तिमीलाई म सधैँ यसरी आँसु तिम्रो आँखामा नआउला भन्दिन तर हँसाउने छु तिम्रो आँसु खस्नु अगाडि
बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो तिम्रो सुखमा तिमी भन्दा बढी म रमाउने छु तिम्रो दुःखमा अङ्गाली बेसरी म समाउने छु जीवनभरि नतोडिने अजम्बरी नाता भयो बाचा भयो सुख दुःख दुःख सुख सबै बाँटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दिनहरू दुःखका नआउला भन्दिन तर कटाउने छु सबै सबै सँगै हाँसेर बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो सुन न मायाले सुन न मायाले भन्न न मायाले भन्न न मायाले तिम्रो खाली सिउँदोमा सिन्दुर भर्ने मैले हो तिमी बेहुली बनी डोली चढ्ने कहिले हो मेरो खाली सिउँदोमा सिन्दुर भरिने कहिले हो तिम्रो बेहुली बनी डोली चढ्ने मैले हो तिमीलाई बेहुली बनाई मलाई डोलीमा सजाई भन्लाने कहिले हो तिम्रो खाली सिउँदोमा सिन्दुर भर्ने मैले हो तिम्रो बेहुली बनी डोली चढ्ने मैले हो बेहुली बनी बस्नु तिमी थोरै थोरै लजाएर
ल अब हजुरले मलाई कन्या दिनुहोस् हजुर कन्याको स्वीकार तयार छु मैले मन पराएर आएको कन्या हो मैले आएको काठमाडौँबाट हात हाल्न आएको छु अब हात मेरो हातमा हजुरले दिनुहोस् भने तपाईँलाई पाल्न तयार छु तयार हुन्छ नि सातजना आने खायो कि आने खाइन होइन ल च्याप्पो सातजना हालिदिनु त यहाँ दुली गएर लगाइदिनु त ताली ताली अब सबैले ल सबैले फुलेर हात नि त म के भन्छु है फुलेर हात सबैले अब दुकाना भन्नु पर्यो है अब छोड्नु है हजुर छोड्दिनु समात्नु हात समात्नु सबैले फुलिनु है नाच्नु सबैले हात फुलिनु मैले के भन्नु त्यही भन्नु है दुलेका कुवा खै विशेष गरी यता है अब यता एकछिन तल हेर है उहाँले के भन्नु पर्यो भने बुवाले के भन्दै हुनुहुन्छ भने संस्कृतमा मैले चाहिँ नेपालीमा भन्छु ल सुन्नुहोस् है हामीले हेतुका राजाजी हामीले कन्या जन्माइयो 9 महिनासम्म माताजीले गर्भमा राख्नुभयो कति पीडा भएको होला कति दुःख भएको होला जन्माउनु पर्छ बेला कति दुःख भएको होला जन्माउनु भयो सानो नानी हुर्काएर सुन्दर बनाएर फुल जस्तो बनाउनु पर्छ तपाईँले लाग्छ फुल जस्तो आज हेर्नु त तपाईँ काठमाडौँबाट आएर जति आएर रात रातै त्यहाँपट्टिबाट तपाईँ भएर लानुहुन्छ र कति तपाईँलाई कति आनन्द यस्तो कन्यालाई चाहिँ तपाईँले पाउँनुहुन्छ कि आज सुन्दर कन्या पाउँनुहुन्छ र हामीले कन्या दिएका छौँ पढायौँ कहीँ लेखायौँ पढायौँ भने त हामीले आज कन्या दिएका छौँ यो कन्यालाई कहिले सधैँ समयले हिँड्नु होला कहिले पनि गाली नगर्नु जैसा भन्दै हुन्छु उहाँले उहाँको वचन पनि बोल्नुहोस् है गाली नगर्नु होला माया गर्नु होला हाम्रो कन्यालाई ससम्मान हजुरले स्वीकार गर्नुभयो हजुरले हाम्रो कन्यालाई राम्रोसँग माया गरेर पालिदिनु होला भनेर बुवा आमाले भन्नुभयो हजुरलाई हजुर तयार हुनुहुन्छ नि के हुनुहुन्छ होइन बुझ्नु कुरालाई गाली के हुनुभयो म तयार छु भन्नु त गाली है गाना प्रतिष्ठा स्पेसलका कुराले 505 रुपियाँका त सर गाना प्रतिष्ठा मेरे
तपाईँ कहाँ जाने र त्यो थाहा छ नि दक्षिणा दिँदाखेरि होइन कसैले दक्षिणा दिँदाखेरि 1000 दिनु छ भने चाहिँ 5 रुपियाँ प्लस पर्छ कि हुन्छ किनकि त्यो 0 गरेर कसैले पनि दक्षिणा दिँदैन 1 भनेको नि त मैले 0 भनेको नि त त्यो 1 मै पर्छ 0 मै पर्छ कति रे प्राइस 1101 रुपिस अरे ए 1101 रुपिस भनेको एउटा 0 उहाँको डिमान्ड चाहिँ त्यो होइन अब हाम्रो स्टार्टिङ पोइन्टदेखि हामी 5 रुपिसबाट ल 5 त्यो जुत्ताको रियल कस्ट प्राइस चाहिँ 600 रियल कस्ट प्राइस चाहिँ कति त्यति कस्ट प्राइसको कति पर्सेन्ट चाहिँ पर्न गयो 1101 रुपिस अलमोस्ट 120% धेरै भयो 1110 रुपिस त्यति भए इनफ हुन्छ है बार्गेनिङ गर्न पर्छ भन्नु न कति ए 1110 धेरै भयो 1 लाख मधुमतीको मिठो है कति मिठो होला कसरी मिठो होला भन्दा आज नयाँ श्रीमती पकाएर खाने कति मिठो होला भनेको कि है आज नयाँ हुन्छ राखिन्छ यता अब के गर्नु थाहा छ त्यसलाई उचाल्नु त उचाल्नु थाल्नु दाली होइन धेरै माया नगर्नु धेरै माया गर्नु उहाँले काम गर्नु है त्यसले नानी पकाउनु पऱ्यो नि कालो पिरो गर्नु त्यसलाई चिसोबाट काट्नु चिसोबाट आउनु हो रातभरि अब रातभरि हिँड्नु देखाउनु अब के गर्नु थाहा छ है कति खुवाउने कति माया चाहिँ नै थाहा हुन्छ कति माया चाहिँ भन्ने कुरो माया त अलिक धेरै रहेछ धेरै माया नगर्ने पनि हेला गर्नु छ माया गर्नुपर्छ अब यतापट्टिको दालीले खानु पऱ्यो औलाले यतापट्टि आगो बाल्दिनु पऱ्यो धुवा भयो खानु हजुर खानु आइरहेको दुधै आएर मिठो भएको तपाईँ दही मिठो अब भइसक्यो गुरु अब 1 मिनेट त्यहाँ भइसक्यो खुवाउनु पऱ्यो नि उता तपाईँले हात धुँदै पानी पर्दा हात धुन्छ लोन गइदिनुहोस् हात धुँदै बाहिर धुँदै बाहिर अब त्यो खुवाउन त जुठो खानु त पैसा दिनु पऱ्यो पैसा त दिनुलाई दिनु है अब अब हामी खाइदिनु दाजी हजुर खाइदिनु दाजी नानी दादी त चुरो खानु नि फेरि राजा हो दुधैको त खानु राख्नु अब दुधैको दाइया भाइ आउनु पर्यो Kita लाजा में पनि होगा kita लाजा में पनि होगा ल ल के पत्ता गर्नु ल नानी अब दुलारी र एकछिन नानीले सुबा छोड्नु ल अलि पछि ल ल हाल्नु भाइ माथि राखि हाल्नु बाबु ल छोडिदिनु देखा आता दुलारी सुबा छोड्नु ल दुलै नानी यहाँ अग्निमा समेत पाड हो नि त कहाँ खानु गराइ हैन नि भैँसी पाले खानुमा गाई पाले खानुमा कहाँ खानु घाँस काट्नु पर्छ पुरै पाल्यो गाई पाल्यो गाई है दुलारी काम गर्नुहोस् है नानी झिकाइ फिल्म तिमीको आँखा त्यो परेला बनाउनु पर्छ उता त्यो हजुरको साना फर्कनु भयो यता फर्कनु भयो तपाईँको मान्छेको डराउनु पर्दैन यसरी माथि घाँटीमा तपाईँको दाहिने हातको दुलेको हातीमा हेर्दैन के गर्नु थाहा अर्थमा आउँछु भन्नु है यहाँ आएको नि यहाँ ठिक छ ल सुन्नुहोस् है हे प्रिय भन्नु हे प्रिय हे प्यारी है सुन्नुहोस् है मैले तारादेखि राति सूर्य त्यो 200 सूर्य देख्ने यो 200 यहाँ 200 ल्यायो भने आएको रातिको बिहा मैले ध्रुव तारा देखेँ अब नानीले के भन्नु पर्छ थाहा उता आएर भन्नु पऱ्यो है प्रिय मेरो चाहिँ श्रीमानज्यू प्रिय मेरो चाहिँ जीवन साथी हजुरदेखि त म देखेँ अनि हजुरले खाएपछि त म अगाडि आएर नि भन्नु पऱ्यो हजुरमा हजुर देख्नुभयो मैले पनि देखेँ देखेँ भन्नु बसेँ भन्नु मैले भनेको माने तिमीले भनेको मैले मान्नेछु भन्नु पतिको बट्टामा बस्नु पर्यो अब सधैँ भयो अब नानीले पनि हजुर पनि विदेश जानुहुन्छ मेरो बट्टामा बस्नु पर्यो अन्त राम्रो देखेर हेर्नु होला पनि बस्नु राम्रो भन्नु सबभन्दा राम्रो बस्नु मलाई पाउनु पर्छ आज अन्त राम्रो देखेर नहेर्नु होला राम्रो मनले हेर्नु होला नराम्रो आँखाले नहेर्नु होला तर तपाईँको सुन्दरी म हो भन्नुलाई किताबमा भन्यो मेरो बट्टामा बस्नु होला मेरो पत्नी बट्टामा हजुर बस्नु होला तपाईँ बस्नु त नि होइन
तपाईँ श्रीमतीको बर्तनमा बस्नुहुन्छ नि खै बोल्नु भने बस्नु ल्याएको भयो त सर अनि के कुरा हुन्छ मुक्त आउटी हुन्छ त भित्रको सल्लाह गर्ने मान्छे अगाडि सकिँदैन नि दाजु कति बेर हो दाजु त बल्ल बोल्नेले के आउने थाहा छ म युके जाने तपाईँलाई छोड्नु सक्दिनँ भने अरू चाहिँ यति कुरा गरेर खानु के सल्लाह हुन्छ हो एक मिनट सेकन्ड नानीहरू कता पाउनु हो मन्दिरमा पनि बाँकी चन्द्र गिरी पूजा दो ओम हम नमः ध्यान आवन वास्तु सबै महिनाले पहिला 1 नम्बर बुझानु यदि काफी जानु पर्यो भने आफै बुझानु नाति जाने नमस्कारमी 6 नम्बर बुझानु ओम हिमाचल पर्वत नमः ध्यान मासन बादरकम गन्ध तब स्मरण सर्दै नमस्कार नमस्कारमी यो अष्टममा साथी राखेको आखरा पर्वत साथी राखेको भने बिहा गरेछु मान्छे यहाँ कोही सबै जनता आउनु सक्दैन नानी तिमी छोइ तिमीले काम राम्रो सँगै काम गर्ने त्यही यही बिचमा राख्नु अब 8 वटा नमस्कार गर्नु त 8 वटा नमस्कार गर्नु पर्यो तपाईँ 12 नमस्कार नमस्कार दुर्वा सपना ध्यान मासन बादरकम गन्ध तब स्मरण सर्दै तपाईँले कन्या है अब उहाँको त बुढोको समाउनु कस्तो समाउनु नानी कहाँ उठेको समाउनु उनी आउनु है हो त्यहाँ जहाँ राख्नुपर्छ त्यहाँ टेकिराख है सुन्नु के भनिदियो सुन्नु है यसको अर्थ छ सुनेर भन्नु है तिमी अत्यन्त सौभाग्य छौ यस अर्थमा मलाई पाएर भन्नु मान्छेहरूले राजेलाई पाएर नानीमा बदल बाहिर रहनेछौ तिमी कतिवटा सचरित्र नारी हुनेछौ म कतिवटा सचरित्र पुरुष हुनेछु अनि हामी एक दुईको माया माया बाँध्नेछौँ माया विवाह सम्पन्न होस् वैवाहिक जीवन सफल होस् अब चाहिँ तिमीले है भन्नु अब चाहिँ हो कलरलाई साँच्ची राख्नु नरिवल भएको कलर चिया देखाउनु हो बत्ती दिपनालाई साँच्ची राख्नु गणेश भगवान साँच्ची राख्नु अघिलाई देखाउनु यसो त्यहाँबाट कपडा टच गर्दै दिएर आउनु टच गर्न नछोड्नुलाई सट्ट दिएर आउनु है नछोड्नु नछोड्नु त्यहाँ नजानु के थप्नु अलिक बिस्तारै नातिको चाँडै गर्नु है नातिको यसको यो कपडाको अर्थ बताउँछु नि मैले फेरि विशेष यसको अर्थ छ कि अर्को पुरै बताउनु लाग्यो राखेको कपडा राख्ने है कुनै कुरातिर झाँड धुने रोगा हुन्छ है थाहा हुन्छ थाहा हो कपडाभित्र के नबस्नु पनि पाइन्छ कति गाह्रो छ है
औँलाले माग औँला तल के औँला तल भाइ औँलाले माग हौदेरी माग हेर्दै हेर्दै गर है हेर्दै लाग्दै माग्दै गर है नानी नमस्तनन्दाय हरि ओम नमस्तनन्दाय सहस्रमर्दाय सहस्रपाशुराय सहस्रप्रदाय साधुते कान्छी आई कान्छी सुनको होइन फेरि गाएन बाजा भ्याइयो नि जीवन
बच्चा से खान मुझको दिल में रुक साथ म्यान बार जानो बच्चा से खान मुझको दिल में रुक साथ म्यान बार जानो बच्चा से खान मुझको इकबाल सही उंगली पकड़ के तूने चलना सिखाया था ना दहलीज ऊंची है ये पार करा दे बाबा मैं तेरी मलका टुकड़ा हूँ तेरे दिल का एक बार फिर से दहलीज पार करा दे मुड़ के ना देखो दिलबरो दिलबरो मुड़ के ना देखो दिलबरो मुड़ के ना देखो दिलबरो दिलबरो मुड़ के ना देखो दिलबरो फसलें जो काटी जाए उगती नहीं है बेटियां जो ब्याही जाए मुड़ती नहीं है फसलें जो काटी जाए उगती नहीं है बेटियां जो ब्याही जाए
एउटा यसो यता ट्याक्क पार मन्दिरमा मन्दिरको आए सरकार
कहाँ हो खै